त्यस्तो फुल लिएर हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू भ्लग आज म धेरै लङ टाइम पछि फेरि आज एउटा स्पेसल भिडियो लिएर आएको छु हुन त आज हाम्रो मेरो भाइको विवाह हो यो विवाह त अस्तिबाट स्टार्ट भएको थियो मेरो हेल्थको कारणले गर्दाखेरि मैले भिडियो बनाउन पाइनँ तपाईँहरूलाई देखाउन पाइनँ हिजोको दिनमा के भयो हामी कता कता गयो भनेर आज भने अहिले अलिकति मेरो भोइस खुलेको कारणले गर्दाखेरि ट्राई गर्दैछु आज यहाँ धेरै रमाइलो भइरहेको छ सबै रिलेटिभहरू आइरहेको छन् है भोजहरू पनि भइरहेको छ आज एकजनाको चाहिँ फ्रेस विवाह र एकजना भाइको दुईजना ट्विन्स हुनुहुन्छ अनि अर्को चाहिँ अलि पहिला विवाह भएको थियो अहिले चाहिँ ढोबेट हो एकजनाको चाहिँ इन्गेजमेन्ट पछि चाहिँ विवाह भएको छ सो तपाईँहरूलाई हेर्नु होला मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म को विवाह गर्नुभएको छैन मेरो यो भिडियो हेर्नेहरू तपाईँहरू सबैले भिडियो हेरेर मजा लिनुहोस् है मेरो भाइ दुला राजा उहाँ चाहिँ दिल्ली गाडी आज भोज विवाह चाहिँ अस्ति भएको कतिको रमाइलो फिल गरिरहनु है ठिक छ लाइक टिप्छ हाम्रो विवाह कति बेला सकिन्छ त अहिले कति जुनीलाई कसम खानु भएको छ स्योर छ अर्को जुनी पनि फेरि मान्छे भनेर आयो भने नाच्नु भयो थाक्नु भयो के हो तिमीहरू आन्टी नाच्नु काली नाच कता हो कहाँ छोड्ने किन जानु पर्यो अहिले घर
बाई बाई। तिम्रो भिडियो युट्युबमा आउँछ ए नक्कली चाँचरी। बाई बाई। जेठो 2-4 शब्द के भनिदिनुहोस्। के बारेमा भन्नु? आज भाइको बिहे तपाईँलाई कस्तो अनुभव भइरहेछ? एकदम महसुस खुसी लागिरहेको छ होइन। हो अब जिन्दगीभरि ज्वाइँहरूको पनि छिटै तपाईँहरूको पनि छिटै होस् होइन। हजुर जिन्दगीको चरण जुट्ने हो होइन। हजुर जुटिरहेको छ भाइहरूको, तपाईँको जुटोस्। मलाई बहुत खुसी लाग्छ, शुभकामना दिन चाहन्छु। अनि हजुरले आजभन्दा कति वर्ष पहिला बिहे गर्नुभएको थियो? मैले करिब म त अब लगभग 25 वर्षभन्दा पहिला बिहे गरेको। ए 25 वर्ष पहिला। ल ठिक छ, धन्यवाद। ल हाम्रो यता जेठो हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार। ल केही शब्द भनिदिनुहोस्, 2-4 शब्द। अरे यो सबैजनालाई हाम्रो यता भाइ हुनुहुन्छ, साडु भाइ। दाइ होला, दाइ 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 है। म त केही नभन्दिनँ। केही नभन्ने? नमस्कार। यता जेठु। म त प्रधानमन्त्री केपी ओली। केपी केही नभन्ने? वास्तवमा भन्ने भने है। ल ठिक छ। कान्छा दुला राजा केही बोलिदिनुहोस्। के छ खबर? एकदम ठिक छ। आज विवाह होइन? 6 सालपछि बल्ल होइन। भनेपछि राम्रो लाग्यो। ए सँगै जिउने सँगै मर्ने कसम खाइयो नि है। भनेपछि बेला बेला झगडा हुँदाखेरि त्यो कसम बिर्सिनु भएन। जीवनमा के हो, जति झगडा भए पनि सँगै बस्नु त्यस्तो हुँदै गर्छ भन्नुभयो। ए ल ल। अनि साली भनिदिनुहोस् केही। ल हजुरलाई कस्तो अनुभव भइरहेछ आज? ल आउनुभयो। ल हुन्छ आउने त आउनु न, काम छ क्या तपाईँको? आज हाम्रो ट्विन्स भाइहरूको विवाह हो, त्यही भएर। सला बाबु के छ खबर? ठिक छ हैन? है हजुरको के छ? काले होइन सानो यता हेर बाबु, हेर के छ खबर? खाइ भन्दा ओहो के गरेको त्यस्तो? न न न न न दाइ मेरो भ्लगमा स्वागत छ हजुरलाई। नमस्ते। के भनिदिनुहोस् ल बिहाको बारेमा। यो आज विवाहको त हेन्डसम तपाईँ हो होइन, वान अफ द हेन्डसम बोय। के भनिदिनुहोस् ल, तपाईँले यस्तै विवाह कति वर्ष पहिला गर्नुभएको थियो? 10 वर्ष पहिला। ए हजुरको वाइफ होइन? आउनु न यता। त्यही भने बोलिदिनु के ल। सब लजानु भयो। ल गुमा फोटो सेसन चलिरहेछ। अब आउँछ युट्युबमा। लाइभ होइन, हाम्रो यहाँ फोटो सेसन चलिरहेछ। मेरो जेठु हुनुहुन्छ गुमा, अनि जेठु गुमा। ल ठिक छ। ल एकैछिन है त। त्यही त। जेठु सन्चै हुनुहुन्छ? हजुरलाई केही शब्द बोलिदिनुहोस्। कति बेला आउनुभएको थियो अघि? हामी त 12 बजे। ए 12 बजीतिर। ए ल गाइस विवाहको डान्स भनेको यस्तै हो है। एक थापा भ्लग सर्च गर्नु ल। बोल्ने हो के छ सानी? ओहो
छोरी टिका लगाइदिने आशिक दिने चलन हुन्छ है। अरू चाहिँ दुईजना ट्विन्स हो। तर फर्स्ट टाइम देख्यो भने त सेम लाग्छ, हल्का चिनिराखेकोले चाहिँ डिफ्रेन्ट छुट्याउन सक्नुहुन्छ है उहाँहरूमा। अनि यतापट्टिको भाइको चाहिँ अलिक पहिले बिहे भइसक्यो है, उहाँको चाहिँ अस्ति, उहाँहरूको चाहिँ ढोबेटा छ। यस्तो हुँदो रहेछ जग्गे, तर यो सकिसक्यो। अझै टिका लगाइदिने सकिएको छैन। आमा नाच्नु न, नाच्नु न, एक फन्कन घुम्नु न, एकचोटि नाच्नु न। किन हो र हिँड्नु, आमासँग नाच्नु। ल हिँड्नु हिँड्नु ल ल छिटो। कति लानु भएको थियो? नाच्नुहुन्न? ल ल दिदी ननाच्ने हजुर, नमस्ते। नाच्नुहुन्न? नाचौँ के हिँड्नु? नाच्नु पर्यो हो। भान्जी के छ खबर? ए है छ अझै ए छोरीहरू त्यही भने हजुरलाई देखाउनु पर्ला त हेर्नु त। अरू गुमा हुनुहुन्छ जेठु, सन्चै हुनुहुन्छ? कन्सा हुन्छ म त खै यता कुकुरलाई पनि बिरुवा लाग्यो त। अनि अब नाच्ने? हजुर ननाच्ने? के भयो यता? यस्तो बिजोग छ। ओहो सुमनको छोरी होइन, हाम्रो चाहिँ यता खानपिनको लागि हो। तर अहिले त सबै गेस्टहरूले खाएर गइसक्नु भयो। यता चाहिँ हाम्रो जेरी पाक्दैछ, यता जेरी छ। कान्छा के खाएको? जेरी हो। यता मासु रोटी रहेछ, सेलरोटी। अब यता के छ म तपाईँलाई देखाइन, क्याटरिङको लागि दिएको थियो है। अहिले चाहिँ गेस्टहरूले सबैले खाएर गइसक्नु भयो, त्यसले गर्दाखेरि जेरी पकाउने सजिलो तरिका होइन त अङ्कल? आज कति जति हाल्नुभयो जेरी?
एकछिन हो आन्टी नमस्कार सन्चै हुनुहुन्छ नाच्ने होइन के खाएको ल गीता देऊ एउटा जेरीको बारेमा गीता हो तिमी त जेरी हो भन्ने गीत छ त एउटा ल गीता ल छिटो है ल ल दामी 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 छिटो गीता हो के छेमा नाच्नु भयो हाम्रो गेस्टहरू आउने क्रम अझै जारी छ तर रात पर्न लागिसक्यो सो त्यसले गर्दाखेरि थ्याङ्क यू सो मच एभ्रिवान भिडियोलाई लास्टसम्म हेर्नुभयो आज चाहिँ मैले ट्राइपड नरहेको कारणले गर्दाखेरि यसरी खुसिरहेको छु म फेरि आगामी भिडियोमा भिडियो ल्याउनेछु इन द टाइम स्टे हेल्दी स्टे सेफ थ्याङ्क यू सो मच